हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। मेरो मिनी ब्लगमा फेरि पनि हजुरहरूलाई स्वागत छ। हामी चाहिँ लखनऊ आएका छौँ अनि त्यसपछि आज चाहिँ हामी हस्पिटल जाने काम थियो, त्यही भएर हामी हस्पिटल गयौँ। हस्पिटलमा टाइम लाग्ने भएको कारणले अनि हामी चाहिँ तल झरेर खाना खान आयौँ। यो फेरि दाइको होटल हो है। अनि खाना खान आयौँ। सुरुमा हामीले जुसहरू खायौँ अनि जुस खाएपछि खाना पनि आयो अनि त्यसपछि हामीले खाना पनि खायौँ फटाफटसँग। अनि किनकि अहिले हस्पिटल जानु थियो, नम्बर लागिरहेको थियो। अनि त्यसपछि खाना खायौँ अनि खाना पनि एकदम मिठो छ भन्दै तारिफ गर्दै खाना खान्छौँ। त्यसपछि हामी होटलबाट बाहिर निस्क्यौँ अनि हस्पिटल माथि 6 फ्लोरमा थियो, सबभन्दा माथि। अनि त्यसपछि हामी लिफ्टबाट माथि जान लाग्यौँ 6 फ्लोरमा। अनि त्यसपछि मैले भिडियोहरू बनाएँ, माथि गएको भिडियोहरू बनाएँ। अनि त्यसपछि माथि सबभन्दा 6 फ्लोरमा पुगिसकेपछि हामी त्यहाँबाट झऱ्यौँ। लिफ्टबाट झरेपछि बाहिर निस्क्यौँ। माथिबाट तल हेरेको त चक्कर लाग्यो जस्तै भएको कि कस्तो हो। अनि त्यसपछि हस्पिटल गयौँ। हस्पिटलको काम भ्याएर हामी यहाँ महलमा आयौँ। लुलु महल, लखनऊको फेमस लुलु महलमा आयौँ। अनि त्यहाँ पनि भिडियोहरू बनायौँ, फोटोहरू खिच्यौँ। त्यसपछि फेरि हिँड्दा थकै लागेको थियो अनि एक ठाउँमा बसेर त्यसपछि मेरो श्रीमान चाहिँ खानेकुरा ल्याउन जानुभयो भनेर आउनुभयो। अनि बस्यौँ। त्यसपछि ल्याइदियो। त्यसपछि बसेर खायौँ। धेरै त खाएनौँ, भर्खर खाएर आएको थियौँ नि त। त्यसपछि साँझ भयो। हामी फेरि पनि बाहिरको भ्यू हेर्न गयौँ। शीतल भइसकेको थियो, कति रमाइलो देखेको बाहिर बाटोमा। त्यहीँ बसेर मैले भिडियो बनाइदिएँ उहाँले पनि भिडियो बनाइराख्नु भएको छ। अनि त्यसपछि गर्मी भएको थियो अलिअलि। त्यसपछि हामीले बरफहरू खायौँ अनि भिडियो बनाइदिनु भयो। कस्तो छ भन्नुहुन्छ? मैले मिठो छ भन्छु। त्यसपछि हामी लाग्यौँ रुमतिर। धेरै रात परिसकेको थियो, कति राम्रो बटरफ्लाईहरू देखेको बाटोमा। अनि मैले भिडियोहरू बनाएँ। आजको मेरो मिनी ब्लग यही नै हो। अनि हजुरहरूलाई कस्तो लाग्यो आजको मेरो दिउँसो बिहानबाट लिएर साँझसम्मको मेरो मिनी ब्लग हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच।